जुन कुराले मलाई रोकेको थियो आज त्यसैबाट मुक्ति पाएर मैले आफूलाई फेरि नयाँ रूपमा भेटेको छु। र त सिर्जना अंकित भाइले चाहिँ को भाइले लिएर आएको रहेछ, को रहेछ? उहाँ चाहिँ चर्चको दिदीबहिनीहरू हुन्छ के गर्दै हुन्छ नि यहाँ कताबाट आउनुभयो? म पनि उता पर गाउँतिर पढ्छ आएको थिएँ आउने क्रममा चाहिँ अनि हामीलाई पनि काम जानुपर्छ ल चर्चतिर अनि त्यतै कुरा गरिन्छ नि। बस्नै नसकिने गरेर बसेको नि त घरको तिमीहरू वाट इज रङ विथ यु म्यान ल हजुर पटक सम्झाउनु पर्छ बहिनीलाई होइन बहिनीहरूलाई ल बसेर सम्झाउनु ल बसौँ त बहिनी हेर सम्झाउनु त बहिनीहरू काका बहिनी काको बहिनी र के लाग्ने या दिमाग भइसक्यो दिनबाट देखेर के गरेको बहिनी यस्तोहरू बहिनी 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 सुन सुन मेरो आफ्नै धुनमा छन् के के हो के बहिनी यो फाल्नु पहिला है फाल्नु बहिनी ए तपाईहरुले हामीले पर्मिसन गरेछौँ हामीहरुलाई सकाउनु भनेर हामीहरु तपाईहरुलाई पर्मिसन गरेछौँ सिकाउनु भनेर ए के हो या सुन्नु न म तपाईँहरू जस्तै थियो के बहिनी सुन्नु न तपाईँको जस्तै थियो म पनि होइन मैले पनि चुरोट खान्थेँ होइन म उहाँहरूसँग एक दिन घुमेँ है उहाँसँग घुमेँ तपाईँहरूलाई देखेर मैले पनि केही कुरा भन्न आइरहेको थियो फालिदिनु है बहिनी नरिसाउनु है बहिनी फालिदिनु है एकछिन लोग्नु घरमा मम्मी बाबुहरू छैन अनि के भन्नु न तपाईँले यस्तो खाले थाहा छ नि म्याम के मतलब छैन नि त म्याम त्यो भाइ पनि यसरी खाने
पुग्ने गर्थ्यो तर उसको जीवन चाहिँ कसरी परिवर्तन भयो हामी चाहिँ परमेश्वरमा विश्वास गर्छौँ अनि यदि कोही व्यक्तिले परमेश्वरमा विश्वास गर्यो भने चाहिँ उसको जीवन परिवर्तन हुन्छ सुन ल परमेश्वर कहाँ हुनुहुन्छ परमेश्वर चाहिँ हाम्रो हृदयमा हुनुहुन्छ अनि हामी उहाँमा बस्नुहुन्छ यदि हामीले उहाँमा विश्वास गर्यो भने चाहिँ हाम्रो जीवन साँच्चीकै परिवर्तन हुन्छ भाइ यिनीहरूलाई के पुस्तक गर्नु देऊ न त्यो मलाई दिएको नि तिमीले यिनीहरूलाई बहिनी यो महान प्रेमको बारेमा छ एकछिन बुझ पढ त के हो यो के महान प्रेम लेखेको कसले गर्छ महान प्रेम फेरि भित्र कालो न कालो छ यार के हो यार खाना यार छोडेर देऊ न आमा खान्छु म्यान यो 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 पहिलासम्म के रहेछ हामी पनि एकछिन बुझौँ न त के हो यो महान प्रेम भनेको बहिनीले चाहिँ अलिक बुझ्न चासो राखे जस्तो लाग्यो म भन्छु ल त यो ल यसमा चाहिँ महान प्रेमको बारेमा छ प्रेम भनेको संसारले गर्ने प्रेम होइन तर परमेश्वरले गर्ने प्रेम अनि आज संसारमा चाहिँ कोही व्यक्ति पनि धर्मी छैन सबै चाहिँ पापले भरिएको छ अनि त्यो पाप क्षमा गर्नलाई चाहिँ परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो अनन्त जीवन दिनुभयो त्यस कारण यति राम्रो बहिनीहरू छौँ आफ्नो जीवनलाई नबिगाएर यसरी खाएर देखेर बस्नुभन्दा आफ्नो जीवनको अर्थलाई बुझ न यति राम्रो जवान अवस्थामा आफ्नो जीवनलाई व्यर्थमा खानुको भन्दैन परमेश्वरमा विश्वास गर त्यो जीवन एकदम असल हुन्छ हेर त यो भाइ तिमीहरू बुझ्दै थियो तर परमेश्वरमा विश्वास गरेर परमेश्वरमा विश्वास गर्नुपर्छ हाम्रो जीवनलाई चाहिँ बचाउनुपर्छ के हामी उहाँलाई विश्वास गर्यो भने के हामी साँच्चीकै बाँच्छौँ त बाँच्छौँ नि तर यदि हामी शरीरमा मरेर त जाउँला तर आत्मामा चाहिँ हामी साँच्चीकै बाँच्छौँ बाँच्यौँ भने हाम्रो आत्मा चाहिँ परमेश्वरसँग हुन्छ शरीरमा हामी मरे पनि आत्मामा चाहिँ हामी बाँच्छौँ कहाँ छ पनि साथी भनेको मान्दैनस् बुझ्न बहिनी सुन न बहिनी सुन न खुसी नगर न बहिनी आफ्नो भनेको होइन हाम्रो जुन अहिलेसम्म यो भुकिरहेको हामी तपाईँहरूले गरिराख्नु भएको छ नि यो आत्मालाई चाहिँ एउटा परिवर्तन गराउने हो कसरी परिवर्तन गर्नुहुन्छ तपाईँले यदि परमेश्वर नै खिच्नुहुन्छ भने तपाईँले स्वीकार गर्नुभयो भने होइन तपाईँले म पनि तपाईँ जस्तै यस्तै गरी हिँड्थेँ होइन बाटोमा अनि के भेट्दै के कुराहरू खाँदै थिएँ अनि मलाई एकजना भाइ आउनुभयो होइन अनि उहाँ भाइले चाहिँ मलाई परमेश्वरको बारेमा सिकाउनु भयो तपाईँ परमेश्वरमा भरोसा गर्नुहुन्छ भने तपाईँ के अरे एउटा नयाँ जीवन पाउनुहुन्छ भनेर भन्नुभयो होइन जब म उहाँले भन्दैखेरि होइन मेरो जीवनमा के आयो भन्दाखेरि चाहिँ के म साँच्ची नै यो कुरादेखि मुक्त हुन सक्छु कि नै यो कुरादेखि छुटकारा पाउन सक्छु कि नै भनेर सोचेँ होइन जब मैले त्यो दिन नै विश्वास गरेँ अनि त्यो दिन नै मैले चाहिँ एउटा नयाँ जीवन पाएको जस्तो महसुस गरेँ मलाई अहिले कुराहरू के अरे हेर्दा पनि कस्तो अर्कै त्यो के अरे ज्यानमा एलर्जी आएको जस्तो हुन्छ बहिनी त्यही भएर तपाईँ पनि एकचोटि यो कुरा त्यागिदिनुहोस् र एउटा नयाँ जीवन गर्नु सुरुवात गर्नु म पनि आफ्नो जिन्दगीदेखि पुरै थाकिसके जस्तो मलाई महसुस हुन्छ म थाकिसकेको छु यहाँले भनेको कुरा पनि सत्य हो जस्तो मानिन्छ जान्न त के हुन्छ र सुनौँ न यहाँको कुरा सुनौँ बहिनीले चाहिँ कस्तो राम्रो कुरा गर्यो हुन पनि तिमीहरू आफैलाई कति दुःख छ आफ्नै जीवनलाई कति दुःख छ तिम्रो परिवारलाई कति दुःख छ होला यति राम्रो छोरीहरू यस्तो गरिरहेको छौ त्यही भएर परमेश्वरमा विश्वास गर परमेश्वरको प्रेमले चाहिँ मानिसको जीवनलाई साँच्चीकै परिवर्तन गर्छ र यो भाइको जीवन यसरी परमेश्वरलाई पाएर चाहिँ उसको जीवन पुरै परिवर्तन भएको छ गर्छ त्यही भएर चाहिँ तिमीहरूले परमेश्वरमा विश्वास गर्नुपर्छ आफ्नो जीवनलाई परिवर्तन गर्नुपर्छ समाजले पनि यस्तो गर्छ घर फ्यामिली पनि यस्तो गर्छ साँच्ची के भन्ने जस्तो लाग्यो कि मलाई त जानुपर्छ अब हामी परिवर्तन हुनुपर्छ ल साथीहरू बिग्रेका भटकेका मान्छेहरू थिए अनि यहाँहरूलाई चाहिँ हामीले चाहिँ अब हाम्रो मण्डलीतिर लग्दैछौँ भनौँ यहाँलाई पनि परमेश्वरको बारेमा अझै केही कुराहरू सुनाएर यहाँलाई पनि हामीले चाहिँ विश्वासमा ल्याउनको निमित्त हामी चाहिँ यहाँहरूलाई
मण्डलतिर लग्दैछौँ। अब प्रार्थना गर्नेछौँ है ल हामी गर्छौँ।